नमस्कार आदरणीय दर्शकवृन्दहरू, आजको ब्लग रहेको छ यो नेपालकै अति सुन्दर रमणीय ठाउँ यो सुन्दरी जिल्ला हो। नेपाल पनि विश्वमा अति सुन्दर एकदम सुन्दर शान्त विशाल देश हो। यो स्विजरल्यान्डभन्दा पनि कम छैन। हामीलाई आफ्नो देशको भौगोलिक बनावट प्राकृतिक संरचना प्रकृतिले हामीलाई दिएको उपहार प्रकृतिमा हामी कति रमाउन सक्यौँ भन्ने कुरा हामी प्रकृतिमा बाहिर रमाउन जानेपछि त्यसको महसुस हामीलाई हुन्छ। यस्तो राम्रो सिन आइरहेछ हामीले यस्तो खालको प्रकृतिलाई स्विजरल्यान्डमा पनि यस्तो छैन। चिन्न सक्यो भने विश्वमा हाम्रो देश प्राकृतिक हिसाबले पर्यटकीय भ्रमण पर्यटकीय हिसाबले विकास र आकर्षणका विषयवस्तुहरू र आर्थिक वृद्धिमा ठुलो अवसर रहेको छ। त्यसकारण हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको कारण हामी गौरवताका साथ हाम्रो देशलाई माया गर्नुपर्दछ र हाम्रो देश विश्वमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुन्दर शान्त विशाल छ भन्ने कुरा विश्वलाई चिनाउनु पर्छ। हामी हाम्रो देशको प्राकृतिक बनावटलाई सधैँ समान आफ्नोपन र माया गर्नुपर्छ। विश्वमा जे जस्तो सुकै भए पनि हाम्रो देश हाम्रो लागि एकदम सुन्दर छ।